हर्क साम्पाङको 1 नम्बरको प्रस्तुति थियो हिजो। हर्क साम्पाङको 1 नम्बरको वास्तवमा मन जित्या हो हिजो चाहिँ हर्क साम्पाङले। हो त विरोध गर्नेहरूले पनि अहिले कस्तो तारिफ गरे हो म हिजोको हर्क साम्पाङको प्रस्तुति चाहिँ हिजो बोल्ने वक्ताहरूमध्ये म्यान अफ द म्याच नै थियो। म्यान अफ द म्याच नै थियो। हामीले सत्य कुरा सत्य भन्नुपर्छ। म्याच जनताको भुइँ मान्छेको एजेन्डा बुदागत रूपमा टपक्क टिपेर शालीन ढङ्गले उनले त्यहाँ प्रस्तुत गरे। वास्तवमा उनले एक हिसाबले भन्ने हो भने त तरबारको धारमै उभिएर एमसिसीको विषयमा उनले कडा चाहिँ प्रस्तुत दिएका छन्। अमेरिकी दूतावास वाचिङ थियो सर। अमेरिकी दूतावास चाहिँ फेसबुक लाइभ हेरिरहेको थियो। हुनै रहेछ मलाई नि स्क्रिनसट पठाए होइन। अमेरिकन एम्बेसीले चाहिँ त्यो सङ्घीय संसदमा को बोलेको छ सबैको चाहिँ तपाईँको चाहिँ त्यो वाचिङ गरे भनेर ट्याक्क देखाइरहेको थियो। त्यहाँ लाइभ हेरिरहेको थियो है। हेर्नुहोस् त्यो देखिरहेको थियो। त्यो रियल हो फेरि, त्यो फेक होइन, रियल हो त्यो लोगो सहितको छ। हेर्नु त्यस कारणले गर्दाखेरि हर्क साम्पाङले वास्तवमा हिजो फेरि एकपटक नेपाली जनताको मन चाहिँ जित्यो।